के तपाईँको फोनमा पनि यस्तै एड आएर हैरान हुनुहुन्छ? आजकल धेरैको एन्ड्रोइड फोनहरूमा यस्तो प्रब्लम देखिरहेको छ। फोनको कुनै पनि एप्सहरू खोल्दाखेरि एप्स खुल्दैन र जुन एपमा क्लिक गर्दा पनि एडहरू मात्र आउँछ। अहिलेको सम्पूर्ण फोनहरू जस्तै सामसुङ, रेडमी, भिभो, ओप्पो, टेक्नो जस्ता जुनसुकै फोनमा पनि यस्तै प्रब्लमहरू देखिरहेको छ। र मसँग अहिले एउटा सामसुङ ग्यालेक्सी A16 5G मोडलको फोन छ। यसमा पनि सेम त्यस्तै प्रब्लम छ। एप्समा क्लिक गरे एप्स खुल्दै खुल्दैन। अनेक एडहरू आउँछ। विभिन्न साइटतिर मात्र जान्छ। कुनै पनि एपमा क्लिक गरे जस्तो फेसबुकमा क्लिक गरे पनि अनि युट्युबमा क्लिक गरे पनि अथवा सेटिङमै क्लिक गरे पनि जुनसुकै एपमा क्लिक गर्दा पनि विभिन्न एड मात्र आउँछ अथवा अनेक साइटतिर मात्र जान्छ। फोनको जुन एपमा क्लिक गरे उक्त एप चाहिँ खुल्दै खुल्दैन। आज म यही प्रब्लमलाई चाहिँ कसरी समाधान गर्ने भनेर देखाउन गइरहेको छु। एप्सहरूमा जुनसुकैमा क्लिक गर्दा नि एप्सहरू खुल्दैन। त्यही भएर अब हामीले चाहिँ यसको लागि चाहिँ माथि नोटिफिकेसन बारबाट तल तान्ने, कन्ट्रोल प्यानलमा तान्ने, त्यसपछि सेटिङको चिन्ह देखिन्छ, सेटिङको चिन्हमा क्लिक गरेर हामी चाहिँ पहिला सेटिङमा जानुपर्ने हुन्छ। सेटिङमा जानु भएपछि तपाईँले अलिकति तल गएपछि त्यहाँ एप्स लेखेको देख्नुहुन्छ। त्यसमा क्लिक गर्नुहोस् र त्यसपछि तपाईँले चुज डिफल्ट एप्स देख्नुहुन्छ, त्यसमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसभित्र गइसकेपछि तपाईँले होम एप भनेर देख्नुहुन्छ। यहाँभित्र तपाईँले दुईवटा अप्सन देख्न सक्नुहुन्छ, #XPXHD भिडियो डाउनलोडर र अर्को One UI होम भन्ने दुईवटा अप्सन देखिरहनु भएको छ होला। यो एउटा चाहिँ फोनको आफ्नै सिस्टमको एप्स हो भने एउटा चाहिँ बाहिरबाट इन्स्टल भएको थर्ड पार्टी एप्स हो। One UI होम भन्ने चाहिँ फोनको आफ्नै एप्स हो र अर्को #XPXHD भिडियो डाउनलोडर भन्ने चाहिँ तपाईँको बाहिरबाट झुक्किएर अथवा के आफै इन्स्टल भएको एप हो। यही एपले गर्दा चाहिँ तपाईँको फोनमा चाहिँ विभिन्न एडहरू आइरहेको, कुनै पनि एप्सहरू नखुलेको यसले गर्दा। अब हामीले यहाँ चाहिँ One UI होम भन्नेमा सिलेक्ट गर्ने, त्यसपछि तपाईँ फोनको एप्स लाइब्रेरी अथवा फोनको होम पेजमा पुग्नुहुन्छ। त्यसपछि तपाईँले One UI होम बाहेक अर्को देखिएको #XPXHD भिडियो डाउनलोडर भन्ने छ, त्यसलाई चाहिँ खोजेर त्यसलाई चाहिँ अब अनइन्स्टल गर्नुपर्ने हुन्छ। यसरी उक्त एपलाई चाहिँ अनइन्स्टल गरे अथवा डिलिट गरेपछि चाहिँ फोनको प्रब्लम, एड आउने प्रब्लम चाहिँ समस्या चाहिँ समाधान हुन्छ। सबै फोनमा यही एप्स हुन्छ भन्ने छैन। अरू फोनहरूमा अरू विभिन्न अन्य एप्सहरू हुनसक्छ। तपाईँले यसरी चाहिँ होमको डिफल्ट एपमा गएर चाहिँ हेर्नु भएपछि त्यहाँ थाहा हुन्छ कुन एप इन्स्टल भएको छ भनेर। उक्त एपलाई चाहिँ डिलिट गरेपछि चाहिँ यो समस्याको चाहिँ समाधान हुन्छ।